कार्यक्रम हुनुभन्दा अगाडि आज पानी एकदम परेको अवस्था छ। झरी बिहानैदेखि झरी परेको छ। नमस्कार नमस्कार। ओहो ल पवन काजी पनि आइपुगेछ है हाम्रो। कता त हुँदैछ आयो है आयो आयो।
गाउनुस् गाउनुस् रोहित गर नाच न यार म नाच्ने नि मिलाउने हुँदैन भाइ पछाडि त केही भन्नै पर्दैन
भाइ सब ठिक छ? ठिक छ ठिक छ भाइ। धेरै पनि देखियो हजुरलाई हो अलि अस्ति नै देखेको बेलुकासम्म हुन्छ त्यहाँ बाजा गाजा सहित सरिक भइरहेका छौँ। भाइ भेटेर आउनु जानेहरू चाहिँ आउनु सक्नुहुन्छ।
कार्पेटमा है। आउँछ आउँछ दाइ पनि आउनुहुन्छ ल हाम्रो दाइ सन्चै हुनुहुन्छ ल सम्पूर्णलाई स्वागत छ सुनेको
एकदम होल होल होल
हल्ला गर्दैन ए सङ्गम रोकिन्छ क्या दिया इसको दिया
ल अब समय अब खिच भिडियोमा हेलो गाइस यस्तो भयो नागा भोलि पर्सिको एक्जाम छ के पढेको आऊ म रामसँग देख्दै आउँछु के भन्ने भन न आऊ दुईटाले गर्दा हाम्रो चाहिँ आज कलेजमा प्रोग्राम हो कुन सरको रोग न एकछिन मेरो दाँतबाट नदेऊ किन ब्याक भएन भइरह त होइन यता के त्यसो नगर्ने के त्यहाँबाट भन न के बोल न म त बोल्दिनँ फेरि म भाइरल भयो भने ल कोदा निको ल ल कसले दिएको त्यति गर्दै के गर्न नाच्ने थ्याङ्क यू हेलो गाइस नमस्ते ढुलिया तिम्रो मायाले गर्दा हामी स्टोरी कस्तो थियो दिदी एकदम रमाइलो भयो गाइस हाम्रो प्रोग्राम पनि सुरु हुँदैछ सुरु भयो ब्लग सुरु भइसक्यो के भन न दुईटा सब्सक्राइब भन न के मलाई हाम्रो प्रोग्राम हुँदैछ अनि केही शब्द के भइरहेछ अहिले खाजा मिठो छ मिठो खाऊ मैले यो प्रोग्राम भर्खर यो कुन फोन हो कस्तो राम्रो दिने सुरु हुँदैछ के देख्न भन्नु सुब्लिया कहाँ भनेको यहाँ छ खोलेर हेर सर्दियो
प्रोग्रामको भएर प्राप्त गरेको विशेष अवसरमा आयोजित यस कार्यक्रमका सभाध्यक्ष नरेन्द्रमान लालचन्दज्यू, प्रमुख अतिथि महानगरपालिकाका प्रमुख श्री धनराज आचार्यज्यू, उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, संस्थापकज्यूहरू, व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरू, विशिष्ट आजीवन सदस्य, विभिन्न टोल तथा समूहबाट आउनुभएका समूहहरू, प्राध्यापकहरू, कर्मचारीहरू, भूगो विद्यार्थीहरू तथा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने सम्पूर्ण अतिथिज्यूहरूमा हार्दिक नमन। गुणस्तरीय शिक्षा नै समृद्धिको आधार, सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा भन्ने मूल उद्देश्यका साथ स्थापना भएको यस पोखरा बहुमुखी क्याम्पसले उच्च शिक्षाको गुणस्तर सुनिश्चित तथा प्रत्यायन QA प्रक्रियामा सहभागी भई विक्रम सम्वत 2082 साल जेठ 21 गते विश्वविद्यालय अनुदान आयोगबाट QA प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। यस क्षेत्रको पहिलो सामुदायिक क्याम्पसको रूपमा विक्रम सम्वत 2044 मङ्सिर 14 गते तत्कालीन पोखरा नगर पञ्चायत उद्योग वाणिज्य सङ्घ शिक्षाप्रेमी तथा समाजसेवीहरूको अगुवाईमा स्थापना भई राष्ट्रिय मावि टुनिखेलमा हुँदै विक्रम सम्वत 2059 सालमा पोखरा 9 नयाँ बजार महेन्द्र माविमा स्थानान्तरण भई सञ्चालनमा भएको थियो। अहिले क्याम्पसमा स्नातक तहका कार्यक्रमहरू, BA र BBS का कक्षाहरू प्राप्त समयमा सञ्चालित छन्, जसमा करिब 500 जना विद्यार्थीहरू अध्ययनरत छन् भने क्याम्पसको भविष्यमा दिवा तथा सन्ध्याकालीन समयमा BBA, BIM, MBA र BIT कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। यी कार्यक्रमहरूले वर्तमान श्रम बजारको माग अनुसार उद्यमशील, दक्ष व्यावसायिक र प्रविधि मैत्री जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ। न्यून आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले निम्न संस्था तथा व्यक्तिहरूबाट अक्षय कोषको स्थापना गरिएको छ। विद्या राणा अक्षय कोष, रुकुमारी गुरुङ अक्षय कोष, स्वर्गीय गणेश गुरुङद्वारा स्थापित डाक्टर समीर महिमा वैवाहिक उत्सव अक्षय कोष, पूर्व सांसद मीना गुरुङद्वारा स्थापित धनकुमारी धनसुबा अक्षय कोष, नवीन तथा कमला नापितद्वारा स्थापित बेलायती तथा चिनीमाया नापित अक्षय कोष, लक्ष्मी ग्रुपबाट वितरण गरिने लक्ष्मी हाउस छात्रवृत्ति, शम्भु मोटरसाइकल रिपेयरिङ सेन्टर दिलमाया श्रेष्ठ स्मृति छात्रवृत्ति, त्यस्तै गरेर पश्चिमाञ्चल अटोमोबाइल डिलर्स मिन बहादुर छात्रवृत्ति, यसको संयोजन हाम्रो आदरणीय शम्भु लाल श्रेष्ठले गर्नुभएको थियो। त्यस्तै श्रीमती हिरा वास्तोलाद्वारा स्थापित स्वर्गीय विष्णु वास्तोला स्मृति अक्षय कोष जोन्टा क्लबबाट प्रत्येक 4 जना पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था, पूर्व स्टाफ अन्तिम पौडेलद्वारा स्वर्गीय आमा बुवाको स्मृतिमा स्थापित अक्षय कोष, विद्या विष्णु पराजुलीद्वारा स्थापित डिठा श्री प्रसाद तथा टिकामाया घिमिरेको स्मृति अक्षय कोष, सरिता हिराचन्दद्वारा स्थापित स्वर्गीय श्रीमान वसन्त हिराचन्द स्मृति अक्षय कोष, पोखरा युनाइटेड क्लबद्वारा स्थापित पोखरा युनाइटेड क्लब अक्षय कोष, छोरी पूर्णकुमारी शेरचन्द तथा छोरा गोविन्द शेरचन्दद्वारा स्थापित भीम तथा उत्तिम शेरचन्द अक्षय कोष,
3 लाखको छ भने उहाँहरूले जनाही 10 जनालाई 10,000 को दरले 10 जनालाई प्रत्येक वर्ष यो छात्रवृत्ति पनि प्रदान गर्दै आउनु भएको छ। त्यस्तै समाजसेवी रामबहादुर पौडेलद्वारा स्थापित स्वर्गीय बुवा आमाको नाममा स्थापित अक्षय कोष। माथि उल्लेखित अक्षय कोषको बाहेक अलावा विद्यार्थीहरूको अवस्था हेरी भर्नामा 25 देखि 100% सम्म छुट दिएको साथै आवश्यकता हेरी मासिक शिक्षण शुल्कमा समेत 25 देखि 100% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू, वातावरण सरसफाई, हरियाली प्रवर्धन, रक्तदान कार्यक्रम, वातावरण संरक्षण, जीवनशैली तथा तनाव व्यवस्थापन, लागु औषध दुर्व्यसन विरुद्धका सचेतना, साइबर सुरक्षा, लैङ्गिक समानता, सुशासन तथा सदाचार प्रवर्धन, कास्की स्तरीय पुरुष फुटसल तथा महिला भलिबल प्रतियोगिता, जीवन तथा स्वास्थ्य व्यवस्थापन सम्बन्धी विभिन्न प्रेरणादायी कार्यक्रमहरू लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। समुदायबाट सञ्चालित यस क्याम्पसमा यहाँहरूको माया, ममता, सहयोग र सद्भावबाट नै आज क्याम्पसले जग्गा प्राप्त गरी विभिन्न सङ्घ संस्था र चन्दादाताहरूको सहयोगमा भवन निर्माण कार्य सम्पन्न गरेको छ। क्याम्पस निर्माणका लागि सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन्दबाट रु 50 लाख प्राप्त भएको थियो भने एनएमबी ब्याङ्क, पोखरा फाइनान्स, प्रभु ब्याङ्क, मेगा ब्याङ्क लगायत विश्वविद्यालय अनुदान आयोग, प्रदेश सरकार, पोखरा महानगरपालिका, वडा नम्बर 9, वडा नम्बर 4 स्थानीय समाजसेवी तथा समुदायबाट सहयोग प्राप्त भएको छ। भवन निर्माणका क्रममा विभिन्न चन्दादाताहरूले धेरै सहयोग गर्नुभएको छ। त्यसमा रामकृष्ण 15 लाख भन्दा माथि दिनेहरूमा रामकृष्ण वास्तोला, सुशील कुमार गोसली, प्रेमचन्द उपाध्याय, बुद्धि प्रसाद हिराचन्द, देवबहादुर जुवारचन्द, पूर्णकुमारी गुरुङ रहनु भएको छ। यस्तै गरी सञ्चालक समितिका पदाधिकारीहरूबाट 5 लाखदेखि 10 लाखसम्म प्राप्त भएको छ र सम्पूर्ण नामको अद्यावधि शिलालेखमा गरिएको छ। आज यसरी यो विशेष समारोहमा आज हामी यत्रो गरिमामय उपस्थितिमा यो विशेष समारोह मनाउँदा पाउँदा साह्रै खुसी लागेको छ र आज यस क्याम्पसमा यो अवस्था आउनको लागि मैले यहाँ भन्नुपर्दा यस क्याम्पसको अस्तित्व नै नरहने हो कि भनेर एउटा समय पनि आएको थियो। त्यस्तो अवस्थामा यो संस्थाको अस्तित्व र पहिचान जोगाउन वर्तमान मेयर धनराज आचार्यको नेतृत्वमा विभिन्न पहलहरू भएको थियो। उहाँको निरन्तर प्रयासका कारण लकडाउनको जटिल अवस्थामा समेत शहरी विकास मन्त्रालयबाट जग्गा प्राप्तिको लागि निर्णय गराउनु भयो। यो कार्य गरेर ल्याउने भनेको सामान्य कुरा थिएन, तर उहाँको यो साथ र सहयोगले गर्दा आज हामी यो उपलब्धि प्राप्त गरेका छौँ। उहाँको यो प्रयास र साथले संस्था मजबुत भएर यो उपलब्धि सफल भएको छ। उहाँको यो योगदानप्रति यो संस्था सदैव ऋणी रहनेछ। मेरो व्यक्तिगत अनुभवमा एउटा संस्थागत जिम्मेवारीले मानसिक रूपमा टुटेको अवस्थामा जुन साथ, सहयोग र आँट दिनुभयो त्यसलाई एउटा ऊर्जाको रूपमा लिएर यो संस्थामा रहेर यहाँसम्म आउन सके। उहाँले हरेक कार्यक्रममा म आउन नसके पनि म सँगै छु भन्ने सम्झिनु होला भनेर भन्नुहुन्थ्यो। त्यो उहाँको एक शब्द पनि हाम्रो लागि एउटा एकदमै ऊर्जा बन्यो। यसप्रति म उहाँलाई एउटा पारिवारिक नाताले पनि एकदम हृदयदेखि हार्दिक धन्यवाद दिन्छु र उहाँको यसरी नै यो काम आज हामीले जसरी सफल गर्यौं, उहाँले चालेका हरेक पाइलाहरू र उहाँले गर्न लागेका हरेक प्रयासहरू यसरी नै सफल हुँदै जाओस् र आगामी दिनमा यो संस्थाले पनि उहाँको यस्तै साथ पाएर अझ हामीले यो संस्थाको प्रगति र उन्नति गर्न सकियोस् भन्ने कामना पनि व्यक्त गर्दछु। स्थापना कालदेखि वर्तमानसम्म आइपुग्दा क्याम्पसको स्थापना गर्नुहुने सम्पूर्ण संस्थापकहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै समग्र पक्षमा विकास र सहयोग गर्नुहुने संस्थापक, संरक्षक, विशिष्ट आजीवन सदस्य, पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा महानगरपालिका, उपत्यका नगर विकास समिति, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, स्थानीय शिक्षा प्रेमी, सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, प्राध्यापक, कर्मचारी, विद्यार्थी, आइपिएससी हेड महेन्द्र रिमाल, पूर्व प्रमुख नगर प्रमुख मानबहादुर जीसीज्यू, पूर्व वडाध्यक्ष रामराज लामिछानेज्यू, उहाँको पनि यो संस्थाको स्थायित्वको लागि धेरै सकारात्मक साथ सपोर्ट रह्यो। त्यस्तै गरी वडा नम्बर 9 का अध्यक्ष दिपेन्द्र मर्सानी शैक्षिक कार्य तथा अन्य प्रशासनिक कार्यहरूका लागि र यो संस्थालाई क्युए प्राप्त गर्नको लागि यहाँ अपुग भएका कार्यहरू गर्नको लागि उहाँको सदैव साथ रह्यो र यस
संस्थाको लागि सधैँ शुभचिन्तक भएर लाग्नुहुने लोकदर्शन कोइराला, नन्दराम गिरी र सम्पूर्ण अक्षय कोष दाताहरू, चन्दादाताहरूप्रति म हार्दिक नमन गर्दै यो संस्थाका बारेमा अत्यन्तै चिन्ता गर्ने स्वर्गीय गणेश गुरुङज्यू, पूर्व अध्यक्ष स्वर्गीय विष्णु प्रसाद वास्तोलाज्यूलाई पनि म यस कार्यक्रममा स्मरण गर्न चाहन्छु र अन्त्यमा यस क्याम्पसको QA प्राप्तिलाई केवल एउटा उपलब्धि मात्रै नमानी क्याम्पसको स्तर उन्नतिको लागि सामुदायिक सहभागिता, पारदर्शी प्रशासन तथा प्रविधि मैत्री शैक्षिक प्रणालीलाई निरन्तरता दिनेछ। संस्थाको गुणस्तरमा थप ध्यान दिई क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएका छौँ। यस अभियानमा यहाँहरू सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ र यस संस्थालाई यहाँसम्म पुर्याउनको लागि यो यात्रामा हामीलाई साथ दिनुहुने सम्पूर्ण महानुभाव र सङ्घ संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै म आजको आफ्नो भनाइ यहीँ टुङ्गाउँछु। हस्त, धन्यवाद। क्याम्पस प्रमुख श्री सुकला पराजुलीज्यू सहित उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय अतिथिज्यूहरू, अभिभावकज्यूहरू, शिक्षा प्रेमीहरू र प्यारा शिक्षक साथीहरू, विद्यार्थी भाइ बहिनीहरू सबैलाई म हार्दिक सम्मान र अभिवादन गर्छु। पृथ्वीनारायण क्याम्पस पछाडि यो क्षेत्रको एउटा खास गरी निजी क्षेत्रबाट अलि बढी पहल कदमी लिएको र पब्लिकका लागि बनाइएको यो पोखरा बहुमुखी क्याम्पस 44 सालमा स्थापना भयो। तपाईहरु सबैले नजिकबाट बुझेको देखेको चिज हो। स्थापना कालमा पोखरा उद्योग वाणिज्य संघको विशेष भूमिका यो निर्माण गर्नका लागि थियो। हुन त यो क्षेत्रका धेरै शिक्षण संस्थाहरू बनाउने क्रममा इभन पृथ्वीनारायण क्याम्पसदेखि लिएर कन्या क्याम्पस हुँदै पोखरा विश्वविद्यालयसम्म बनाउने कुरामा पनि पोखरा च्याम्बरको ठुलो भूमिका छ। आनन्दराज मुर्मी सर यहाँ हुनुहुन्छ, उहाँ FMCCI को पूर्व अध्यक्ष र पोखरा च्याम्बरको पनि पूर्व अध्यक्ष पनि हुनुहुन्छ र यो क्षेत्रको एउटा खास गरी सामाजिक क्षेत्रमा, शिक्षाको क्षेत्रमा अहम भूमिका छ। म आनन्द सर सहित सबै हाम्रा अग्रजहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। अघि पनि यहाँ प्रसङ्ग चल्यो यो क्याम्पसको र खास गरी यो जग्गा प्राप्तिको सन्दर्भमा। म त्यसमा आफै पनि अलि सिरियसली लागेको व्यक्ति भएको कारणले गर्दाखेरि पनि आज यो ठाउँमा आउँदा मलाई खुसी लागेको छ। म त्यति बेला काठमाडौँ बस्थेँ, धेरै नयाँ बजारमा हाम्रो नरेन्द्र सर पनि नजिकैको हुनुभयो बसाइका हिसाबले। हाम्रो शङ्कर देवकोटा काका हुनुहुन्छ, उहाँ हुनुहुन्न, काठमाडौँ हुनुहुन्छ। अनि बद्री सर, अनि शिशुकला म्याडम र महेन्द्र सर नयाँ बजारमा चाहिँ हामी दूरी कायम गरेर मेरो अफिसमा चाहिँ धेरैचोटि कुराकानी गऱ्यौँ। मेयर साहब तपाईँसँग नजिक हुनुहुन्छ, तपाईँ त्यहाँको शिक्षा समितिमा पनि हुनुहुन्छ, तपाईँ शिक्षामा काम गरिरहेको मान्छे पनि, यसमा अलिकति वडा अध्यक्ष पनि पोजिटिभ हुनुहुन्छ। तपाईँहरू सबैले पहल भयो भने महेन्द्र माविमा हामीलाई अत्यन्तै गाह्रो भयो। विद्यार्थीहरूको चाप पनि बिहानको एउटा समय निस्कने र विद्यार्थी आउने र विद्यार्थी निस्कने बेला पनि भयो। ठुला र साना बिच एउटै गेटबाट आउनुपर्ने कुरा पनि भयो। कतिपय कुरा व्यवस्थापन गर्ने समस्याहरू रहे र हाम्रो विद्यार्थी सङ्ख्या घट्नुपर्ने अवस्थामा पुग्दैछ। त्यस कारणले गर्दा हामी जहाँ कहीँ व्यवस्थापन गर्नु पर्यो भन्ने कुरा हुँदाखेरि मैले हाम्रो निवर्तमान मेयर साहबसँग धेरै पटक यो विषयमा कुराकानी गरेँ। एउटा कलेज हो, जे अब भोग्नुपर्छ भोगौँला, यहाँनिर जग्गा छ, यो जग्गाको व्यवस्थापन गरौँ, यसलाई निर्णय गरिदिनुहोस्, बाँकी चाहिँ निर्णय गराएर ल्याउने काम चाहिँ मेरो हो भनेर कुराकानी धेरै चरण भएपछि उहाँले भोलि केही अप्ठ्यारो त पर्दैन नि भन्दै हुन्थ्यो। पर्दैन, अब यो चाहिँ गुटफेदले गरेको हो, क्याम्पसलाई दिने कुरा हो, परेछ भने सबै भिडौँला भनेर यो 2077 सालको जेठको 19 गते उपत्यका नगर विकास समितिले निर्णय गरिदियो र त्यसको त्यो पत्र यहाँबाट इमेलमा पठाएपछि त्यसलाई त्यति बेलाको अब शहरी विकास मन्त्रालयको खास गरी सचिवज्यू, मन्त्रीज्यू सबै व्यक्तिगत हिसाबले पनि एउटा राम्रो शिक्षा क्षेत्रलाई चाहिँ केही सपोर्ट गर्नुपर्छ भन्ने थियो। र अहिले कोरियाका लागि नेपालका राजदूत हुनुहुन्छ डाक्टर शिवमाया तुम्बा आम्फी, उहाँको पनि विशेष भूमिका छ यसमा। उहाँसहितको अरू साथीहरूले पनि साथ सहयोग दिएर हामीले कोभिडको दिनमा एकदम दूरी कायम गर्नुपर्ने थियो, मान्छेहरू नजिक नहुने अवस्था थियो, तर पनि त्यसलाई ओरिजिनल चिठी जाँदै थियो, ओरिजिनल चिठी पनि पुगेको थिएन र म भोलि नै फर्काउने हो, यो चिठी चाहिँ बनाउनु पऱ्यो भनिसके पछाडि त्यतिखेर नै हाम्रो एउटा डेडलाइन थियो। त्यो बेलासम्म हामी निर्णय गर्न सकेनौँ भनेदेखि चाहिँ यो कलेजको लागि राम्रो हुन सक्दैन, यसलाई चाहिँ काम गरौँ भनेपछि हामीले जग्गा प्राप्तिको कुरा ल्यायौँ। ट्राफिकको कारणले कुनै समस्या थियो, तथापि यो शहरी विकास मन्त्रालयले स्वीकृति दिनुपर्थ्यो। निर्णय त उपत्यका नगर विकास समितिले गर्ने हो, तर यसको सर्टेन प्रोसिड्युर थियो। त्यस कारणले गर्दा त्यहाँबाट मन्त्रीस्तरीय निर्णयबाट हुने हो, यो क्याबिनेट लानुपर्ने चिज थिएन। मन्त्रीजीको स्वीकृति गराइसके पछाडि श्रीमान सचिवज्यूले यसलाई प्रमाणित गरिदिनु भयो र त्यो चिठी लिएर म यहाँ आएर अघि महेन्द्र सरले भने जस्तै गरेर यो
क्याम्पसको जग्गा प्राप्तिको कुराको एस्योरेन्स हामीले गरेका थियौँ। त्यसो हुँदा त्यहाँदेखि आइसके पछाडि बिल्डिङ बन्ने कुरा भयो र संयोगले 79 सालको जेठको 12 गते म आफै महानगरपालिकाको प्रमुख भएर यो उपत्यका नगर विकास समितिको अध्यक्ष म नै भएको अवस्था भयो। त्यसपछि यसको जग्गा प्राप्तिलाई पक्को बनाउने काम बाँकी नै थियो। त्यो ठाडो नै चाहिँ निर्णय मात्रै गराइदिनु भएको रहेछ मेयर साहबले, त्यसको अरू डकुमेन्टेसन चाहिँ बाँकी नै रहेछ। त्यसलाई चाहिँ पुरा चाहिँ हामीले केही गऱ्यौँ, केही अझै गर्न बाँकी छ। यसलाई हामी कम्प्लिट गरेर स्थायी रूपमा 40 वर्षका लागि यो क्याम्पसले यसलाई भोगचलन गर्न पाउने, त्यसपछि पनि फेरि थप्ने गरिकन चाहिँ यसको व्यवस्थापन भएको छ। र यो एउटा पब्लिक प्रपर्टी हो, त्यस कारणले गर्दा सरकारी जमिनमा हामीले एकदम थोरै नोमिनल यसको चाहिँ शुल्क बुझाउनुपर्छ। त्यो चाहिँ त्यो शुल्कै होइन, त्यो त तिरो पनि त तिर्नुपर्छ होइन। नगर विकास समितिले यसको तिरो तिर्नुपर्छ भनेपछि कम्तीमा हामीले तिरोको चाहिँ व्यवस्थापन हाम्रो साइडबाट हुनु जरुरी छ। त्यो चाहिँ त्यति कुरा त्यस्तो ठुलो बर्डन नहुने गरिकन हामीले यसको व्यवस्थापन गरेका छौँ। र यो एउटा संस्थाका लागि कहाँ त कलेज होइन, स्कुलमा चाहिँ सार्दै हिँड्दाखेरि चाहिँ यसको ठेगानै नभएको जस्तो अवस्थाबाट अगाडि बढेर अस्ति हामी रजत महोत्सव पनि मनायौँ र अहिले आफ्नो क्वालिटीमा पनि यसले एस्योर गरेको छ। र अघि म्याडमले प्रतिवेदनमा पनि अब हामी साँझको पनि क्लास चलाउँछौँ भन्नुभएको छ। यसमा महानगरपालिकाको विशेष साथ सहयोग रहनेछ। जो बिहान दिउँसोको समयमा कलेज जान सक्नुहुन्न उहाँहरूको सङ्ख्या कति छ हामी पब्लिकली पनि आह्वान गर्नेछौँ। हामीले पनि त्यसको चाहिँ विद्यार्थीहरूलाई के सपोर्ट गर्नुपर्छ त्यसमा पनि गरिकन रातिको बेलामा चाहे बिजुलीको सन्दर्भ होस्, चाहे अरू आउने जाने आदिको व्यवस्थापनदेखि लिएर बेलुका पढ्न पर्ने बाध्यता भएका विद्यार्थीहरूका लागि चाहिँ हामीले त्यो क्लासहरू यहाँ सञ्चालन गर्न सक्यौँ भने त्यो राम्रो हुनेछ। र त्यसका लागि विशेष प्रस्ताव बनाउन पनि म क्याम्पसलाई अनुरोध गर्न चाहन्छु र हामीले यसलाई अगाडि बढाउनेछौँ। कलेजका लागि पनि यो राम्रो कुरा हुनेछ। र यो नाम पनि पोखरा बहुमुखी क्याम्पस छ, पोखरा महानगरपालिकाको आफ्नै एउटा प्रोडक्ट हो भन्ने हिसाबले बुझेर हाम्रो साथ सहयोग यसमा रहने कुरा म आज यो खुसियालीको बेलामा पनि यहाँहरूले QA प्राप्त गर्नु भनेको क्याम्पस चाहिँ सही बाटोमा हिँडिरहेछ भन्ने पनि हो। हामीलाई माथिबाट गभर्न गर्ने संस्थाले पनि यो सही ट्र्याकमा छ भनेको कुरा पनि हो। र यसका लागि सर्टेन केही भनौँ न इन्फ्रास्ट्रक्चर पनि चाहिन्थ्यो, एउटा हल चाहिन्थ्यो आदि कुराहरू पनि अस्ति हामीले बिचमा हामी बनाउँदै गरौँला भनेर पनि एउटा त्यसको एस्योरेन्स गरेर पनि पठाएका छौँ कि यो अगाडिको बिल्डिङहरूलाई चाहिँ डिसमेन्टल गरेर एउटा हल बनाउने कुराहरू पनि प्रस्ताव अगाडि बढेको छ। यी कुराहरू चाहिँ तपाईँहरूको बिचमा म राख्न चाहन्छु। र आज यहाँ यतिका अभिभावकहरू खास गरी धेरै वडा नम्बर 9 कै हुनुहुन्छ, त्यस कारणले गर्दा एउटा दुईटा यो वडासँग सम्बन्धित विषयहरू पनि म सेयर गर्न चाहन्छु। यतापट्टि तरकारी बजार त्यो पनि सर्टेन समयका लागि चाहिँ प्रदान गरिएको विषय छ, तर त्यसमा चाहिँ अलिकति केही व्यवस्थापनमा कमी कमजोरीका कुराहरू पनि सुनिएका छन्। त्यसको फोहोर व्यवस्थापनदेखि लिएर अरू कुराहरूमा हामी थप सहकार्य गर्नेछौँ। नजिकै दमकल छ। दमकल भनेको चाहिँ त भेहिकलको नाम हो, तर ठाउँको नाम नै मान्छेले दमकल भनेर बुझ्ने भयो। पहिला दमकल भनेर चाहिँ नयाँ बजारमा बुझिन्थ्यो, अहिले दमकल भनेर यहाँ बुझिन्छ। यसको पनि हामीले अवश्य एउटा DRR सेन्टर बनाउने गरी दमकल पनि यहाँ रहन्छ, बारुनेन्द्र भनौँ न बारुनेन्द्र दमकल यहाँ रहन्छ, एम्बुलेन्स यहाँ रहन्छ, अरू हाम्रो नगर प्रहरीको ब्यारेक पनि यहाँ रहन्छ। त्यो हिसाबले बिल्डिङ पनि बनाएका छौँ र अब त्यो कम्प्लिट हुने अवस्थामा पुगेको छ। त्यहाँ उहिलेदेखि झन्डै 50 वर्षदेखिका पुराना सवारी साधन र अरू धेरै फालिएका चिजहरू छन्। ती सबैलाई यो वर्ष हामीले लिलाम गर्ने प्रक्रिया पनि लाँदैछौँ र त्यो क्षेत्रलाई क्लियर गरेर एउटा साँच्चै DRR सेन्टर, एउटा चाहिँ डिजास्टर केही भइहाल्यो भने त्यसलाई तत्काल रेस्क्यु गर्ने सम्पूर्ण युनिट चाहिँ यहाँ राख्ने र सशस्त्र प्रहरीसँगको समन्वयमा यो क्षेत्रको होइन अहिले सशस्त्र प्रहरीसँग वेल इक्विप छ एउटा युनिट। त्यसरी नै हाम्रो नगर प्रहरी पनि आपत विपद परेको बेलामा तत्कालै रेस्क्युमा जान सक्ने, तत्कालै चाहिँ साथ सहयोग दिन सक्ने गरिकन 24 आवर यहाँनिर बस्नेछ। र त्यो त्यसका लागि चाहिने इन्फ्रास्ट्रक्चर हामीले निर्माण गरिसकेको अवस्था छ, त्यो अब फिनिसिङ हुने अवस्थामा छ। त्यसका लागि चाहिने थप जग्गाको व्यवस्थापन पनि हामीले गरेर अगाडि बढाएका छौँ। त्यो जग्गा पनि उपत्यका नगर विकास समितिकै हो र त्यो पनि यसरी नै महानगरपालिकालाई काम गर्नका लागि उपलब्ध गराइएको छ। त्यो सँगसँगै अर्को एउटा प्रदर्शनी केन्द्र र तल यो बाटो जोड्ने गरिकन अहिले हामीले बाटो ओपन गरेका छौँ। त्यसलाई 1 नम्बर गेटबाट बाटो ओपन भएको छ। त्यसले गर्दाखेरि पृथ्वी चोकको ट्राफिकलाई पनि त्यसले थप जाम हुनबाट सहयोग पुर्याउनेछ। यातायात कार्यालय हुँदै सोझै प्रदर्शनी केन्द्रको गेटमा पुग्न सक्ने गरिकन यो बाटो ओपन भइसकेका छ र अब पिच गर्ने क्रममा छ र यो आर्थिक वर्षमा त्यसलाई पुरा गरिन्छ। त्यसपछि प्रदर्शनी केन्द्रमा त यहाँहरूलाई थाहा छ झन्डै 2 अरबको एउटा परियोजना सुरुवात भएको छ कोरियाली सरकारको सहयोगमा। हामीले फालिएका चिजहरूलाई पुनर्निर्माण गरेर गर्न सकिने विषयहरू एउटा कोसेली घर इन्टरनेसनल स्ट्यान्डर्डको त्यसलाई GBZ सेन्टर भनिएको छ।
कोइकाको सपोर्टमा हामीले बनाइरहेको छौँ र यो 18 महिनामा सक्ने गरिकन निर्माण सुरु भएको छ। 24 आवर काम भइरहेको छ, यहाँहरूले देख्नु भएको छ। सबैले साथ सहयोग दिउँ, त्यो हाम्रो लागि पोखराका लागि एउटा अत्यन्त महत्त्वपूर्ण गहनाका रूपमा स्थापित भएको छ। अर्को कुरा सही कुरा गर्नुभयो, कसले भन्नुभयो उठ्नुहोस् एकचोटि। वडा भवन चाहियो, म यतिका साथीहरू हुनुहुन्छ, तपाईँहरू वडा नम्बर 9 का साथीहरू बसेर यहाँ वडा कार्यालय बनाउने भनेर लिएर आउनुहोस्। यही वर्षमा तपाईँको वडा कार्यालय बनाउने कुरा मैले सुनिन्छु। अब मात्रै वडा नम्बर 6 र वडा नम्बर 9 मा बाहेक महानगरपालिकाका 33वटै वडाको हाम्रो बिल्डिङ बनिसक्यो हैन। त्यसो भएको हुनाले कार्यालय भनेको नि इफिसियन्सीको एउटा इन्डिकेटर हो। कार्यालय भवन राम्रो नभइकन काम गर्न सकिँदैन, तर कार्यालय कहाँ बनाउने भन्ने कुरा चाहिँ हुनु पर्यो। सबभन्दा धेरै जनघनत्व भएको वडाहरूमै पर्छ 9 नम्बरको आफ्नो वडा छैन, भाडामा बसेको छ। वडा नम्बर 8 पनि भाडामा थियो, अस्ति भर्खर हाम्रो बनेर आयो हैन। अब वडा नम्बर 6 बैदाम जस्तो ठाउँमा पनि आफ्नो कार्यालय छैन, पुरानो कार्यालय भएको ठाउँमा स्वास्थ्य केन्द्र चलिरहेछ। यी दुईटा वडामा चाहिँ हामी यो मेरो कार्यकालभित्रै हामी सबैको अफिस बनाउनेछौँ र महानगरपालिकाको नै आफ्नो अफिस शुभारम्भ हुनेछ। र अहिले भर्खरै हामीले महानगरपालिकाभित्र म आइसकेपछि, मेरो टिम आइसके पछाडि डेभलपिङ पार्टनर थ्रु 33 अरबभन्दा बढीका विभिन्न ठुला परियोजनाहरू सुरुवात भएका छन्। त्यो मध्येमा सस्टेनेबल टुरिज्मको एडिबीसँगको एउटा प्रोजेक्ट सुरु भएको छ। त्यसभित्र भर्खरै त्यसको कन्ट्र्याक्टर पनि कन्सल्ट्यान्ट पनि नियुक्ति भएर अगाडि बढ्यो। त्यसको चाहिँ प्रोजेक्ट अफिस आलुमाइला चोकमा, त्यो पुरानो घरको सँगैको घरमा अफिस छ। 1 वर्षदेखि हामी त्यो अफिस सञ्चालन गरिरहेछौँ। त्यहाँ त्यसको छुट्टै युनिट छ। त्यसले अब एयरपोर्टदेखि लेकसाइडसम्म जाने हरियो खर्क अस्पताल हुँदै फास्ट ट्र्याक 4 किलोमिटरमा लेकसाइड पुग्ने गरी, पोखराको रेसिडेन्टल एरिया भनेर खास गरी पर्यटकहरूका लागि लेकसाइड नै बुझिन्छ। त्यो हिसाबले अब पोखराको ट्राफिक पनि असाध्यै बढ्दै गएको अवस्थामा हामीले एउटा फास्ट ट्र्याक त्यहाँनिर बनाइरहेका छौँ। त्यो प्रोजेक्टको पहिलो एउटा छ। दोस्रो 85 क्षेत्रको डेभलपमेन्टका लागि 16 किलोमिटर बाटो सहित 85को फेदीमा भन्ज्याङमा एउटा रिसर्च सेन्टर बनाउने गरिकन दोस्रो प्रोजेक्ट छ। तेस्रो पोखराको पुरानो बजार रामकृष्ण टोल गणेश टोलको हेरिटेज साइट बनाउने गरिकन एउटा अर्को, त्यसको चाहिँ भोलि नो भेहिकल जोन हुन्छ त्यो हैन, वाकिङ स्ट्रिट सहितको एउटा पुरानो सम्पदा बजार हुने गरिकन त्यसको व्यवस्थापन हुनेछ। र पहिलो चरणमा अहिले सिद्धार्थ चोकदेखि नालामुखसम्म र दोस्रो चरणमा बिन्दुवासिनीसम्म त्यसलाई डेभलप गरिनेछ। त्यो प्रोजेक्ट अगाडि बढेको छ। अर्को प्रोजेक्टका रूपमा चाहिँ हाम्रो सँगै रहेको यो बाटो पारीको हाम्रो शान्तिवन बाटिका, यसलाई इन्टरनेसनल स्ट्यान्डर्डको बोटानिकल गार्डन बनाउनेछ। पारी र वारी दुईटै जोडेर बीचमा 3वटा झोलुङ्गे पुलहरू राखिनेछ। पारीको जग्गाहरू अतिक्रमण भएको छ, यो सबै जोडेर यसलाई एउटा संसारभरिका मान्छेहरूले भिजिट गर्ने गरिकन हाम्रो पनि प्रोपर्टी हुन्छ। अहिले वन विज्ञान अध्ययन संस्थानले त्यसलाई रेखदेख गर्ने, रिसर्च गर्ने कुराहरू बनाएको छ। भोलि अझै बढी राम्रोसँग त्यसको अध्ययन अनुसन्धान हुन सक्ने गरिकन एउटा ठुलो प्रोजेक्ट त्यो छ। अर्को 9वटा ताललाई जोड्ने साइकल लेन बन्दैछ। कोत्रेमा इन्ट्रान्स पार्क छ। क्याइसिङ पुल क्षेत्रलाई लिएर सेती गजको परियोजना छ। यसरी पहिलो चरणमा यो सस्टेनेबल टुरिज्मको 7.5 अर्बको प्रोजेक्ट अगाडि बढेको छ। यो 9 नम्बरसँगै सम्बन्धित भएको हुनाले म त्यति कुरा गरेँ। अर्को चाहिँ हामीले आफ्नै पहल कदमीमा र नगर विकास कोष TDF भन्छ, त्यसको साथ सहयोगमा हरेक वर्ष यो 50औं वर्षदेखिबाट चाहिँ चल्दै आएको भन्दै आएको पोखरा बस पार्क कहिले बन्छ भन्दै आएको कुरालाई हामीले अगाडि बढाएका छौँ। 148 रोपनी जमिनमा, हुन त 172 रोपनी हो, बाटो कटाउँदाखेरिको अवस्थामा 148 को लालपूर्जा छ। त्यो 148 रोपनीमै बस पार्क बन्नुपर्छ। बस पार्क बनाउनका लागि नै अधिकरण गरिएको हो, तर जम्मा 26 रोपनीमा अहिले बस पार्क छ। अहिले बस पार्क जम्मा 26 रोपनीमा छ। हामी 148 रोपनीमै बस पार्क बनाउने अभियान अगाडि बनाएका छौँ। त्यसको डिजाइन कम्प्लिट भएको छ। हिजो मात्रै पनि हामीले त्यसको डिजाइनको प्रारम्भिक रूपलाई प्रस्तुत गऱ्यौँ। आनन्द सर सहितको हाम्रो सल्लाहकार परिषदको साथीहरू पनि त्यहाँ हुनुहुन्थ्यो। केही सल्लाह आनन्द सरले पनि त्यसमा थप्नु भएको छ। हामीले डिजाइनर साथीहरूलाई त्यसमा थप अलिकति बजेट बढी लाग्छ भने पनि अन्डरग्राउन्ड समेत गर्नुहोस्, किन भन्दा अबको 50 वर्षसम्मलाई चाहिँ बस पार्क पुर्णे गरी बनाउने हो भन्ने हिसाबले त्यसमा थप कुराहरू गरेका छौँ। त्यो गर्दाखेरि त्यहाँ भइरहेको बसिरहेको साथीहरूलाई हामीले अन्यत्र व्यवस्थापन गर्नुपर्छ। आवास नै भनौँ न कहाँ बस्ने भन्ने कुराको टुङ्गै नलागिकन सबैलाई छोडेर जानुहोस् हामी भन्दैनौँ। त्यसको जो बस्न योग्य हुनुहुन्छ त्यो अधिकार प्राप्त हुनुहुन्छ भनेपछि बुझिहाल्नुभयो। भूमिहीन र सुकुम्बासी हिसाबले जसले चाहिँ सेतो निस्सा प्राप्त गर्नुभएको छ र सेतो निस्सा प्रमाणित हुने अवस्थामा रहेको साथीहरूलाई वैकल्पिक व्यवस्थापन हामीले गर्नेछौँ। त्यसो हुँदाखेरि मैले प्रस्तावका रूपमा, यो निर्णय होइन, प्रस्तावको रूपमा तपाईँहरूलाई के अनुरोध गर्न चाहन्छु भने हामीले अब अहिले यो 6 लेनको बाटो बनिरहेको छ। तलबाट
बस पार्क क्षेत्रबाट यता आउँदाखेरि चाहिँ त्यहाँ एउटा आकाशे पुल राखिने छ ताकि बाटो काट्न आदि कुराहरूमा चाहिँ अप्ठ्यारो नहोस् भन्नका लागि आकाशे पुल राखेर यो बाटोमा चाहिँ एक्सेस यसको कम्प्लिट गरिसके पछाडि हामीसँग एउटा स्कुल छ सारा स्कुलको व्यवस्थापन समितिको अध्यक्ष नन्दरामजी पनि यहाँ हुनुहुन्छ, लोचना म्याडम पनि हुनुहुन्छ होला। हामीले सारा स्कुललाई त्यहाँबाट सार्नुपर्ने हुन्छ। यदि हाम्रो कुराकानी सबै मिल्यो भने सारा स्कुललाई हामीले यो क्याम्पससँग एडप्ट गर्न सक्छौँ। त्यसो हुँदा यो पनि तलदेखि माथिसम्मको हुन्छ हैन, बिहान र दिउँसो सञ्चालन गर्न सक्ने हुन्छ। अरू थप हामीले सपोर्ट केही गर्नु पर्यो भने त्यो पनि गर्न सक्छौँ। यो प्रस्ताव हो, यो निर्णय होइन। फेरि चाहिँ भोलिबाटै आज स्कुल हट्ने गरी नभन्नु होला, एउटा प्रस्ताव यो पनि हुनसक्छ। होइन भने स्कुल अन्यत्र सार्नुपर्छ। भर्सक 9 नम्बरको स्कुल हो, 9 नम्बरमा रहोस् भन्ने हामी चाहन्छौँ। त्यस कारणले गर्दा त्यसको बारेमा पनि सोच्नु होला। यो भनेपछि बुझ्नुहोस् कि अब बस पार्क निर्माणको क्रमले चाहिँ गति लिएको छ। अब तयारी नभइकन कति बजेट बनाउने, कुन पैसाले बनाउने, कस्तो कस्तो बनाउने, कहाँ चाहिँ लोकल बस पार्क बनाउने, कहाँ मोटरसाइकल पार्किङ, कहाँ ट्याक्सी पार्किङ, कहाँ नुहाउने ठाउँ, कहाँ चाहिँ पूजा गर्ने ठाउँ, कहाँ मन्दिर, कहाँबाट गाडी आउने, कहाँबाट निस्कने, कति गाडी अट्ने, सम्पूर्ण कुराहरूको एउटा डिटेल प्लान नभइकन त्यो भन्ने कुरा भएन। हामी तपाईँलाई सबै त्यसको डिटेल प्लान देखाउँछौँ, भिडियो देखाउँछौँ। कति परिवार चाहिँ साँच्चै त्यहाँ अब त्यो लाल पूर्जा छ भनिएकोहरू पनि लाल पूर्जाको चाहिँ अथेन्टिसिटीको पनि कुरा चाहियो। अस्तिसम्म सबै सरकारी थियो, कसरी लाल पूर्जा भयो भन्ने विषयहरू पनि छ, त्यसलाई पनि हामीले खोजबिन गरेका छौँ। ती सबै कुराको टुङ्गो लगाइसके पछाडि अहिले लाल पूर्जा भएको साथीहरू चाहिँ लाल पूर्जा उहाँ छ, बसाइ यहाँ बस्नु भएको छ, सबै आफ्नो आफ्नो ठाउँमा पठाएर 148 रोपन खाली गरेर त्यो ठाउँमा सबैको साझा बस पार्क बनाउने हो। तपाईँ सबैको साथ सहयोग चाहिन्छ। सबैको सपोर्ट भएन भने त्यो बन्न सक्दैन। साथ सहयोग रहन्छ होइन हजुर? ढोक्क हुनुहोस् ल, धन्यवाद है। त्यति कुरा यहाँहरूको बिचमा राखेर म फेरि एकपटक यो कलेज बनाउनका लागि चाहिँ एकदम अहोरात खट्नुहुने, हिजो टुडीखेलमा राष्ट्रिय माविमा बनाउने बेला महेन्द्र माविमा सञ्चालन गर्ने बेलासम्म जसले यसलाई साथ सहयोग दिएर आउनुभयो सम्पूर्ण क्याम्पस चिफहरू, शिक्षक शिक्षिका, आदरणीय सर म्याडमहरू र अभिभावकहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र यो यहाँ आउने क्रममा चाहिँ एकदमै मान्छेहरू पुरै दिल जाने नलागिकन संस्था बन्दैन हेर्नुहोस् है। यसमा चाहिँ मैले नरेन्द्र लालचन होइन, बद्री श्रेष्ठ, शङ्कर देवकोटा, अहिलेको हाम्रो क्याम्पस चिफ शिशुकला म्याडम, महेन्द्र रिमाल सर, उहाँहरूको असाध्यै ठुलो डेडिकेसन मैले यसमा देखेको छु। उहाँहरूप्रति म एकचोटि धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। यो यसरी नलागिकन तँलाई के चाहिएको छ भनेर कसरी दिन आउने चाहिँ हाम्रो त्यो ठाउँमा आइपुगेकै छैन होइन। नमागिकन नपाउने ठाउँमा छौँ, मागेर पनि सजिलै पाइँदैन। त्यो माग्नलाई दिनी बनाउने पनि कला चाहिन्छ। उहाँहरूसँग यो भरिपूर्ण कला छ। र यहाँहरू सबैको उत्तरोत्तर प्रगतिको हार्दिक म शुभकामना व्यक्त गर्छु। कलेजको म पनि यही वडाको बासिन्दा भएको कारणले गर्दा मेरो व्यक्तिगत हिसाबले पनि साथ सहयोग रहनेछ भन्ने कुराहरू अनुरोध गर्दै आज योभन्दा पछि पनि शनिबारको दिन हो, धेरै नै पब्लिक प्रोग्रामहरू छन्। म यहाँहरूसँग अन्तिमसम्म बस्न नसकेकोमा क्षमा चाहँदै म यहाँ बिदा चाहन्छु। नमस्कार। धन्यवाद। पोखरा बहुमुखी क्याम्पस र पनि बैठक रुमको सोकेसमा पोखरा बहुमुखी देखिँदा प्रत्येक दिन उहाँले हाम्रो कलेजलाई सम्झनु हुनेछ र यसको विकासको लागि अगाडि लागि नै रहनुहुनेछ। एकचोटि कन्जुसाइ नगरिकन ताली बजाउनको अनुरोध गर्दछु। र मेयर साहबको व्यस्तताका बावजुद पनि जुन समय प्राज्ञिक क्याम्पस परिवार यहाँलाई हार्दिक आभार र प्रसाद रिमाल सरलाई, यस कार्यक्रमका अध्यक्ष, पोखरा बहुमुखी क्याम्पसका अभिभावक आदरणीय नरेन्द्रमान लालचन सर, प्रमुख अतिथि नगर प्रमुख हाम्रो गइसक्नु भएको छ, अनि विशिष्ट अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्था, हाम्रो यो पोखरा बहुमुखी क्याम्पसलाई माया गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरू, यस क्याम्पसका प्राध्यापकज्यूहरू, विद्यार्थी साथीहरू र हाम्रो पत्रकारज्यूहरू, आजको यस विश्वविद्यालय अनुदान आयोगबाट हामी QA प्राप्त गरेका छौँ। यो 2044 सालमा स्थापना गरेको भनेर हामीलाई बेला बेलाको कार्यक्रममा हाम्रा संस्थापक र सञ्चालक समितिज्यूहरूले अवगत गराउँदै आउनुभएको छ। 2044 सालदेखि यहाँसम्म आइपुग्न विभिन्न परिस्थितिहरू पार गर्दै आइपुगेका छौँ। जुन यो क्याम्पसको परिकल्पना गर्नुभयो, स्थापना गर्नुभयो, उहाँहरूप्रति हार्दिक नमन र आभार प्रकट गर्दछु। यस्तै गरी यो
जुन अहिलेको अवस्थामा छ यो अवस्थासम्म ल्याइपुर्याउन सहयोग गर्ने योगदान गर्ने सम्पूर्ण योगदानकर्ताहरूप्रति म हार्दिक आभार र नमन व्यक्त गर्दछु। आज हामी आफ्नै बिल्डिङ सुविधा सम्पन्न भवन र यो जुन वातावरण पाइरहेका छौँ यो उहाँहरूकै योगदान र परिकल्पना हो। यो क्युए पाउनको लागि पनि हामीले आफ्नै बिल्डिङ आवश्यकता थियो। जुन सरहरूले अघि नै भनिसक्नु भएको छ विभिन्न चरणहरू पार गरेर प्राप्त गरेका छौँ। पुरानो सबैभन्दा पहिलो सामुदायिक क्याम्पस पनि हो। यहाँसम्म आउनको लागि अहोरात्र खटिनु भएको छ सबै। र विद्यार्थीको हामीले अहिले चाहिँ गुणस्तरीय शिक्षाको लागि शिक्षाको त जब बसेको छ, तर विद्यार्थीहरूको ब्रेन ड्रेन हुने जुन बाह्य शिक्षा र रोजगारीको लागि बाहिर जाने यो स्थिति छ, यसको लागि चाहिँ थप यहाँबाट र हाम्रा विभिन्न निकायबाट चाहिँ यसलाई सोचेर रोक्नेको योजनाहरू ल्याएर विद्यार्थी र हाम्रो जुन जनशक्ति बाहिरिँदैछ त्यो जनशक्तिलाई यहीँ रोकेर यहीँ परिचालन गर्ने अवस्थाहरू चाहिँ सिर्जना गर्न आवश्यक छ। हाम्रा क्याम्पस विद्यालयहरू हुने र पढ्ने विद्यार्थी नहुने अवस्था भयो भने सायद यी सुविधा सम्पन्न भवन भएर पनि हामीले अर्थ राख्दैन जस्तो लाग्छ। र यो जति पनि विद्यार्थीहरू हामी यहाँ अध्ययन गर्दैछौँ, हामीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरू क्याम्पस प्रशासन सञ्चालक समितिले सहयोग गरेको महसुस म एउटा नेचर क्लब र यहाँको एउटा क्लबको प्रतिनिधि भएको हुनाले महसुस गरेको छु। आगामी दिनहरूमा पनि हामीले यस्तै साथ सहयोग र थप काम गर्नको लागि सहयोग मिल्नेछ भन्ने यो अपेक्षा गर्दै मेरो भनाइ यही अन्त्य गर्दछु। यो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछु। धन्यवाद। विशिष्ट अतिथिज्यूहरू, व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, प्राध्यापकज्यूहरू, जनप्रतिनिधिज्यूहरू, पूर्व व्यवस्थापन समितिका आदरणीय पदाधिकारीज्यूहरू हाम्रो बिचमा आउनु भएको छ। हाम्रो अत्यन्तै चर्चित हाम्रो गुरु कमल नयन गौतमज्यू आउनु भएको छ, लगायत यहाँ विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका आदरणीय व्यक्तित्वहरू, देशका विभिन्न भूगोलहरूबाट आफ्नो उच्च शिक्षा प्राप्तिको एउटा चाहना पुरा गर्नको लागि विभिन्न जिल्लाबाट यहाँ अध्ययन गरिरहनु भएका प्रिय विद्यार्थी साथीहरू, अभिभावकज्यूहरू, पत्रकार मित्रहरू, यहाँहरू सम्पूर्णलाई म पूर्व विद्यार्थीको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। धेरै शब्दहरू मैले भनिरहनु पर्दैन। पूर्व वक्ता आदरणीय व्यक्तित्वहरूले धेरै कुराहरू राखिसक्नु भएको छ। म उहाँहरूको शब्दलाई सापट्टि लिन चाहन्छु र सम्मान व्यक्त गर्न चाहन्छु। गर्मी पनि भएको छ। मलाई धेरै खुसी लाग्यो यो जुन अहिले प्रशासनको हिसाबले, व्यवस्थापनको हिसाबले अभिभावकसँगको सम्बन्ध, विद्यार्थीसँगको सम्बन्ध मात्र नभई पूर्व विद्यार्थीहरूसँगको सम्बन्धलाई पनि बलियो बनाउनको लागि जुन खालको प्रयास गर्नुभएको छ, मलाई धेरै खुसी लाग्यो। यो व्यस्तताको बावजुद पनि आजको यो खुसीको क्षणमा उपस्थित हुनैपर्छ भन्ने हिसाबले म बिहान मात्रै स्याङ्जादेखि आँधीखोला गाउँपालिका नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारी सुन्नुभएको छ, त्यहाँदेखि म यहाँ उपस्थित भएको छु। तसर्थ यो सिङ्गो उपस्थितिप्रति म हृदयदेखि नै हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र यो व्यवस्थापनप्रति म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यो जुन सफलता प्राप्त भएको छ, यो जिम्मेवारी प्राप्त भएको छ, म यो दिगोपनको लागि फेरि पनि म शुभकामना व्यक्त गर्न चाहन्छु र यहाँ बोलाएर जुन दुई शब्द व्यक्त गर्ने अवसर प्रदान गर्नुभएको छ यसकोदेखि म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु र सिङ्गो उपस्थितिप्रति पुनः हार्दिक नमन सम्मान व्यक्त गर्दै मेरो छोटो भनाइ र शुभकामना यही अन्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। आजको यस कार्यक्रमको सभापतिज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि र हाम्रो क्याम्पस प्रमुख शिशुकला पराजुली म्याम र सम्पूर्ण आफ्नो माननीय पदमा रहनुभएका प्राध्यापकज्यूहरू र यहाँ उपस्थित सम्पूर्णमा मेरो सादर प्रणाम।
मैले परापूर्व कालदेखि महिलाहरूको उत्पीडन, समाजको दबाव र तिरस्कार समेटी एउटा कविता ल्याएको छु। प्रकृतिले यो भेदभावको ठुलो आलोचना गरेको र नारीमाथि भएको अन्याय रोक्न उसले विभिन्न भूमिका खेलेको चित्रण गर्न मैले आफ्नो पुरा कोसिस गरेको छु। मेरो कविताको शीर्षक छ अधर्मी जुनु। एक सातादेखि असार बेसकन रोइरहेको थियो। एक सातादेखि असार बेसकन रोइरहेको थियो। उदै उभै भएर मादिलाई हैजा लागेसरी, उदै उभै भएर मादिलाई हैजा लागेसरी मादी डर लाग्दो आवाजले चिच्याइरहेको थियो। मादी डर लाग्दो आवाजले चिच्याइरहेको थियो। मादी छेउ घर भएकी मालतीलाई यता बेथा लागेको थियो। मादी छेउ घर भएकी मालतीलाई यता बेथा लागिरहेको थियो। छोरी हुन्छ कि भन्ने डरले उसको पेटभन्दा मुटु कट खाइरहेको थियो। छोरी हुन्छ कि भन्ने डरले उसको पेटभन्दा मुटु कट खाइरहेको थियो। त्यस रात मालतीले नवजात शिशु पाएर अचेत बनेपछि, उक्त शिशुको रुवाईले पहाड छिचोलेपछि असार र मादी मालतीसँगै जुनेली रातमा शान्त भएर धरतीको काखमा निधाएछन्। उक्त शिशुको रुवाईले पहाड छिचोलेपछि असार र मादी मालतीसँगै जुनेली रातमा शान्त भएर धरतीको काखमा निधाएछन्। कतै आमाले जुनुको हत्या गर्छ कि, अस्वीकार गर्दै जुनुको माया मार्छ कि भनी छोरी जन्मने थाहा पाएपछि रोएका रहेछन् यी दुई। कतै आमाले जुनेको हत्या गर्छ कि, अस्वीकार गर्दै जुनुको माया मार्छ कि भनी छोरी जन्मने थाहा पाएपछि रोएका रहेछन् यी दुई। जब पहिलो सन्तान बाले निर्धक्क स्वीकारेपछि, आफ्नो थर दिएपछि शान्त बनेका हुन् फाटेका मन सिउँदै। त्यसपछि वर्षौंसम्म नफेरि कहाली लाग्ने गरी असार रोयो। त्यसपछि वर्षौंसम्म नफेरि कहाली लाग्ने गरी न असार रोयो न मादिलाई कामज्वरो आयो। जुनुका ढुकढुकीहरू सुन्न भनी देउरालीको बतास उसको आँगन समीप आउने गर्थ्यो। जुनुका ढुकढुकी सुन्न भनी देउरालीको बतास उसको आँगन समीप आउने गर्थ्यो। उसकी आमाले उसलाई ठाडो भारीसँगै गर्भमा बोकेर झरेको भिर, उसकी आमाले उसलाई ठाडो भारीसँगै गर्भमा बोकेर झरेको भिर उसलाई ताते सिकाउँथ्यो। यसरी प्रकृति नै नतमस्तक भई जीवन सिकाउँदा, जुनुले उन्नका लागि खहरेहरूमा पखेटा फिजाउँदा, जुनुले उन्नका लागि खहरेहरूमा पखेटा फिजाउँदा समाजका परिधिका सुइठाहरूले उन्न चाहँदै पछि स्वम हान्थे। उन्न चाहँदै पछि जुनुलाई स्वम हान्थे। 10 वर्षमा नै जुनुले डोली चढी देउराली काट्दै गर्दा, 10 वर्षमा नै जुनुले डोली चढी देउराली काट्दै गर्दा आँधी र हुरीले रोक्न धेरै प्रयास गरे। जब जुनुले डोली चढी देउराली काट्दै गर्दा आँधी र हुरीले रोक्न धेरै प्रयास गरे। मादी बहुलाउँदै वार्को पार भएपछि छोरी बिकाउन भनी समाजले मिली पुल निर्माण गरे। टल टल्केका तामाका एउटा ताउलो र एउटा गाग्री पेवा दिएर, एउटा तामाको गाउली, एउटा तामाको गाग्री, एउटा तामाको ताउलो पेवा दिएर नाबालक छोरीलाई डोली चढाएर शिक्षाका नाउँमा जे भए पनि सहनुपर्छ भन्ने मात्रै ज्ञान दिए। बिहेको रात सकिएर जिस्मिसे हुँदै गर्दा जुनु बलात्कृत भई रक्तस्राव भइरहेपछि जुनु नुहाउन भनी
रगतले जीवन कोर्दै 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 रगतले जीवन कोर्दै 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 पँधेरोमा गई चिच्याई चिच्याई रोई आफ्ना योनिमा माटो लगाई आफ्ना योनिमा माटो लगाई प्रकृतिले बचाउन चाहँदा चाहँदै पनि प्रकृतिले बचाउन चाहँदा चाहँदै पनि मन आत्तिएर पँधेरोको थाम्नै नसके तापनि मन आत्तिएर पँधेरोको थाम्नै नसके तापनि बस्यो शान्त बनी रक्तधारमा माटोसँगै उसको जीवन पनि बहेर गयो रक्तधारमा माटोसँगै उसको जीवन पनि बहेर गयो जुनको रगत धोएको पँधेरो त्यस दिनपछि सधैँ रातो भयो जुनको रगत धोएको पँधेरो त्यस दिनपछि सधैँ रातो भयो अनि यहाँ पापी चाहिँ को भयो नाबालिका छोरी बेच्ने उसको बा पुल बनाउने समाज या बलात्कारी उसको स्वामी सायद जे भए पनि सहन पर्छ भन्ने धर्म सिकेकी धर्म पुरा नगरी रक्ताम्मे जुनु नै पापी भई धर्म पुरा नगरी बिचैमा मरेकी जुनु नै पापी भई। धन्यवाद। चिन्ने गाह्रो अब देख्नै गाह्रो। भात खाने तगडा हुने अनि त्यहाँ नाच्ने राम्रोसित किन भात खान मन लागेन? राजेश खाना खायो? होइन दा एकछिनमा खाने आज कार्यक्रम अति नै सुन्दर तरिकाले सञ्चालन गरिदिनु भयो। म सम्बोधन गर्दै गएँ। हजुर सबै आँटिसक्नु भएको अवस्था छ, थाकिएको अवस्था छ, भोकाएको अवस्था पनि छ। अधिकांश साथीहरू त खाना गइसक्नु भएको छ। म प्रमुख अतिथि पनि गइसक्नु भएको अवस्था छ र हाम्रा अतिथि महानुभावहरू सबैको गइसक्नु भएको अवस्था भएको हुनाले म सबैलाई सम्बोधन यथोचित रिमार्सले जे सम्बोधन गर्नुभएको म सम्बोधन यहाँहरूलाई सबैलाई नमस्कार भनेर सम्बोधन गरेँ। अब म धेरै बोल्नु केही छैन है। मैले तपाईँहरूको यसो थाकेको अवस्थामा बोल्नु पनि उचित हुँदैन। मेरो त्यति ठुलो भाषण गर्ने मेरो ऊ पनि छैन। म एउटा तपाईँलाई शुभकामना पनि दिन चाहन्छु। ओम असतोमा सतगमय तमसोमा ज्योतिर्गमय मृत्योरमा अमृतम गमय। ओम शान्ति शान्ति यहाँहरू सबैको शान्ति रहोस्, यहाँहरू सदैव सुख रहोस्, सदैव आनन्दी रहोस्। म यो शुभकामना दिन चाहन्छु। म सबैलाई क्याम्पस प्रमुख र यहाँका सम्पूर्ण वडा नम्बर 9 का आमा समूह, यहाँ वडा नम्बर 9 का सम्पूर्ण हाम्रा शुभचिन्तकहरू, म प्राध्यापक गुरुजनहरूलाई सबभन्दा पहिला त यो क्युए प्राप्त गर्ने क्युएका टिम, क्युएका चाहिँ अग्रजहरू र हाम्रा प्राध्यापक गुरु, म छोटो भन्छ एउटा प्राध्यापक गुरु यस्तो हुनुहुन्छ बलेको मोमबत्ती जस्तो। गुरु भनेको साँच्चैको गुरु हुनुहुन्छ उहाँहरू। गुरु कस्तो हुनुहुन्छ भने मोमबत्ती जस्तो क्या हजुर। मोमबत्ती बल्छ नि, आफू चाहिँ जल्ने, आफू चाहिँ सिद्धिने, संसारले उज्यालो बनाउने त्यस्ता गुरुहरू हाम्रो साथमा हुनुहुन्छ। त्यसैले म गर्वका साथ म उहाँहरूलाई सम्मानका साथ आभार धन्यवाद दिन चाहन्छु। सम्पूर्णलाई धन्यवाद दिँदै आज यो कार्यक्रम अति नै सबैले सभ्य भव्य बनाउनु भयो। मलाई सहयोग गर्नुहुने नागरिक समाजबाट आउनुभयो, पतञ्जलि योग समितिबाट आउनुभयो, बुद्ध जयन्ती समारोह समितिबाट आउनुभयो, मेरा शुभचिन्तक मेरा साथीभाइहरू याङजाबाट, कास्की याङजाबाट पनि आउनुभयो। उहाँहरू सबैलाई एकमुष्ट धेरै धेरै धन्यवाद, स्वागत तथा अभिवादन मैले धन्यवाद दिँदै अन्तमा यहाँलाई फेरि पनि म एउटा आशीर्वाद दिन चाहन्छु। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु मा कश्चित्
दुःख भाग भवे। ओम शान्ति शान्ति शान्ति। यहाँहरूको सदैव जय रहोस्, सुख रहोस्, आनन्द रहोस्, सदा सदैव खुसी रहोस् भन्दै मैले शुभकामना धन्यवाद दिँदै आजको यो कार्यक्रम यही अन्त भएको म घोषणा गर्न चाहन्छु। धेरै धेरै धन्यवाद, सम्पूर्ण धन्यवाद। यसलाई भजनको लागि सरी